आज धान उठाउने काम चाहिँ भ्याइन्छ होला ए मामा हैन ढिलो भयो त मामा बिहान बगाइन्छ जिम जाने खाना मामा आज बाँसो यहाँ हिसाब म खेतमा सुतेको छु आज मलाई खेतमा सुत्ने नगराउनु है दाजु अलिकति केही बताइदिनुस् त नै जे भए पनि मामा अब यहाँ नितान्तमा छ यार यो त जंगल उत्पादनको बारेमा बताइदिनु खेमबारदाइ पठाइदिनु न मिलाएर उति 50-60 बोरा पठाउनु है बोरा बोरा नपोल छिटो पठाउनुहोस् के मामा यार छिटो पठाउनुहोस् के त्यस हाम्रो कुरा खानु पर्छ चाहिँ के अरे खानु पर्दा बेसेर पेटैभरि खाने हो काम गर्नु पर्यो भने गधाभन्दा पनि गर्ने कुरा छन् हेर्नुहोस् है गाइजहरू हजुर त्यस कारण हामी अन्डा चना खाएर पुरा चाहिँ के अरे यत्रो भरि थियो नि यो सब फिनिस चना खाने कुरो हाम्रो यो हेर्नु त ए भाइ खानपिन त दाइको राम्रो रहेछ हजुर हजुरको राम्रो रहेछ उहाँको सन्तोषी छ नि काम पनि खान पिउँदैन जे पनि आनन्दले खाने जस हाम्रो यो घोराइ उत्पादन केन्द्रको यस यहाँको वरिष्ठ होनहार प्रमुख घोराइको प्रमुख होइन म उत्पादन केन्द्रको जिल्लाको जिल्लाको उत्पादन प्रमुख जस खाइराख्नु त मजासँग खुसी हुनुहुन्छ धान धेरै भित्र पाइन्छ भन्ने कुराले खुसी हुनुहुन्छ भाइ धान गहुँ जेमा पनि खुसी हुनु पर्यो नि ओके